मैले उहाँ श्यामलाल खला उहाँले रूपान्तरित थेरवादी बिहारहरू के भनेर लेख्नु भएकोमा कमेन्ट गरेको थिएँ। बिहार भनेर ओ जग्गा छ ल अब यहाँ चाहिँ ढुङ्गा माटो इँटा लगाएर चाहिँ गाह्रो बनाएर भवन बन्यो बिहार तयार भयो भनेर सन्तोष मान्नु हुँदैन। त्यसको आकृति मिलेको छ कि छैन, लोकेसन मिलेको छ कि छैन, यहाँ हुनुपर्ने क्रियाकलापहरू भइरहेका छन्। अनि त्यस्ता कुरामा हामीले सजग भएर जागरुक भएर ध्यान दिएर राख्यो भने त्यो बिहार स्थिर हुन्छ। अब त्यस्तो वास्ता भएन ए हो बिहार हो साइनबोर्ड छ ठिक छ भनेर गयो भने त्यो बिहारभित्र घाँस उम्रियो कि रुख उम्रियो कि अब पशु पन्छीले बास गर्यो कि चोर डाकाले बास गर्यो कि अरू समाज विरोधी काम पो भइरह्यो कि या अरू कतैबाट चाहिँ त्यो जग्गा चाहिँ मिच्यो कि त्यहाँका क्रियाकलापहरू बन्द भयो कि आदि सम्भावना रहन्छ हाम्रो प्रमादको कारण। अब म यो मुनि बिहारमा केन्द्रित भएर कुरा गर्छु। यो मुनि बिहार सुनेकोमा यो मुनि बिहारका परम्परागत हकवाला म भन्दा जेठो शिक्षित व्यक्तिले सुनाएकोमा यो पहिलेदेखि नै भत्के बिग्रेको या कमजोर अवस्थामा थियो। विक्रम सम्वत 1990 सालको भूकम्पले बचे खुचेका पनि भत्कियो बिग्रियो। अनि मुख्यतः क्वापादेव मूल भगवानलाई त्यही टुक्रा टाक्री इँटाहरूले गाह्रो बनाएर अनि त्यही इँटाले मात्र खाएर के भन्छ पाखा मोरो पाखा मोरो हो के पाखा राख्नलाई त अलि दह्रो काठ चाहिने हो नि, त्यो पनि राख्न नसक्ने भएर त्यो गाह्रोबाट 2 इन्च 3 इन्च मात्र खप्रेलको इँटा एपपौले छोपेर जसो तसो गरेर बसेको अनि भित्र भगवानको आसन पनि ढल्केको। अनि मानिसहरूमा मुनि बिहार भन्ने अवधारणा रहेकै हो, भगवान भन्ने अवधारणा रहेकै हो। यहाँ आउने मानिसहरूले भगवानलाई सोझो आँखा जुधाएर हेर्ने आँट नगर्ने। बुद्ध भगवान आएर हेलो हाउ भन्ला जस्तो फुर्तिलो मूर्ति ठुलो पनि अनि सङ्कोच मानेर हेर्दै जाने मात्र भइरह्यो। त्यो ढल्केको भगवानलाई चाहिँ सोझो बनाउने आँट पनि कसैले गर्यो। यहाँ शिलापत्रमा यो बिहार बिगारेमा भत्काएमा पञ्चमहापाप लागोस् आदि भनिएको छ। अब त्यही डरले होला भगवानलाई सोझो बनाउनलाई त इँटा त फुट्ला नि, सार्नु पर्ला नि, अथवा केही टुक्रिएला नि। यस्ता कारणले गर्दा आँट नगरेकोले धेरै समयसम्म त्यो ढल्केको अवस्थामा थियो। अनि 2006 सालदेखि यो भक्तपुरमा थेरवादी भन्तेहरूको आवागमन भएको। त्यसले गर्दा भक्तपुरमै बास बस्ने ठाउँको आवश्यकता अनि यहाँ भक्तपुरका अगुवा बुद्धमार्गीहरूको चाहना यो दुईटै मिलेपछि 9 सालमा यहाँ रत्नज्योति भन्ते आउनु। त्यसबेला एक्टिभली लागिरहने थेरवादमा लागिरहने हाम्रा समेत रत्न गुरुङ हुनुहुन्थ्यो। रत्नज्योति भन्ते बस्नु भएपछि यस्ता धेरै कुराहरूको समाधान भयो। त्यो ढल्केको बुद्ध मूर्तिलाई सोझो बनाउनमा भन्ते आफैले नै सुनाउनु भएको गल हुन्छ नि, गल यहाँ दाताहरू 2-3 जना पनि हुनुहुन्थ्यो। अनि भन्तेले गल पक्रेर गल कतातिर चाहिँ घुसारेर कता चाहिँ थिचेर भगवानलाई सिधा पारिसकेपछि ल त्यहाँ इँटा हाल्नुहोस् भन्दा पनि मान्छे ओ हामी त डराउँछौँ नि भागेका फेरि कराएर फेरि बोलाएर
जे पाप लाग्छ जे भोग्नुपर्छ म भोग्छु। म एक्लैले नहुने भएकोले तपाईँहरूको सहयोग मागेको हुँ। तपाईँहरू नडराउनुहोस् भनेर दोहोरो फेरि गलले के भन्छ उचालेर उठाएर त्यहाँ इँटा भर्न लगाएर सोझो बनाएको हो। सुनाउनु।